सन्चै हुनुहुन्छ? सबैजनालाई देख्न पाउँदा भेट्न पाउँदा अत्यन्तै हर्षित छु म। तपाईहरु खुसी हुनुहुन्छ? खुसी हुनुपर्छ। मैले भन्ने गरेको कुरा खुसी हुनु भनेकै विकास हो है। विकास भनेको ठुल्ठुलो बाटो रहेछ, ठुल्ठुलो घर रहेछ, महँगा गाडी रहेछन् हैन, गरगहना रहेछ भन्ने होइन। तर ती सबै कुरा भएर पनि एउटा मान्छे रोइराखेको छ भने त्यसलाई विकास भन्न मिल्दैन। विकास भनेको चाहिँ तपाईँ हाँसिराख्नु भएको छ नि मलाई देखेर, होइन हो कि होइन? मलाई देख्दा तपाईँलाई हाँस्न मन लाग्छ, कहिलेकाहीँ रुन पनि मन लाग्छ होला होइन? हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रोउँला, देश बिर्सिएकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्म होस्, यही माटोमा जन्म होस्। यो गीत अहिले निभाइदिनु, यो बिस्तारै बजिरहेको जस्तो लाग्यो, त्यसले डिस्ट्र्याक्सन गर्छ है। गीत त यहाँ अब हामी गाउनु परिहाल्छ नि होइन? यहाँहरू सबैजनालाई देखेर अत्यन्तै खुसी लागेको छ। आज हाम्रो यो ताप्लेजुङ जिल्ला गठन तथा घोषणा सभा, हाम्रो श्रम संस्कृति महाअभियानको कार्यक्रमका अध्यक्षज्यू, अघिल्तिर आसिन हाम्रा अगुवा श्रमदाताहरू, यहाँ अघिल्तिर अघिदेखि उभिएर घन्टौँदेखि हामीलाई सुनिराख्नुहुने मैले मान्नुपर्ने आदरणीय ताप्लेजुङवासी आमा बुवा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जीहरू, माथिबाट पनि हामीलाई दोकानतिरबाट पनि सुनिराख्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरू, सबैजनालाई हृदयदेखि हार्दिक नमन गर्न चाहन्छु, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु र श्रम अभियानमा, श्रमदानको अभियानमा, श्रम संस्कृतिको अभियानमा हार्दिक स्वागत पनि गर्न चाहन्छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अत्यन्तै ठुलो स्वागत यहाँहरूले गर्नुभयो म जस्तो सानो मान्छेलाई होइन। यो देशको सबभन्दा सानो मान्छे हो अर्क साम्पाङ है। त्यसो भएकै कारणले गर्दा सबैको मनमा अटाएको पनि हो। ठुलो मान्छे अटाउन सकिँदैन नि। एउटा सानो मान्छेलाई यहाँहरूले अत्यन्तै ठुलो स्वागत गरिदिनु भयो। हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। ताप्लेजुङ प्रकृतिको धनी, संस्कृतिको धनी, सुन्दरताले भरिएको, सम्पदाले भरिएको जिल्ला मैले बुझेको। यो जिल्लाको मानिसहरू तपाईहरू अत्यन्तै सुन्दर मनका धनी। एउटा स्थान सुन्दर बन्नका लागि त्यहाँ बसोबास गर्ने मानिसहरूको मन सुन्दर हुनुपर्छ। तपाईहरू प्रकृतिको धनी हुँदै हो, संस्कृतिको धनी पनि हुँदै हो, सम्पूर्ण कुराको धनी हुँदाहुँदै पनि अझै तपाईहरूको मन सुन्दर भएको कारणले गर्दाखेरि सुन्दर मनका धनी ताप्लेजुङवासी दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छु, हार्दिक शुभकामना पनि दिन चाहन्छु। हामी आज यहाँ आएका छौँ, श्रम संस्कृतिको अभियान यहाँ चल्ने भयो भनिसकेपछि यहाँहरूलाई शुभकामना नदिई बस्न सक्दिनँ म। कुरा केही लामो भन्नुपर्छ होला कि छोटो बोलौँ? अलि लामो हुन्छ होला, अरूको भन्दा अलि लामो पनि हुनु पर्यो नि त होइन? मेरै कुरा सुन्नु आउनु भएको जस्तो लाग्छ मलाई। देशको लागि गीत गाउन के को लाज मान्ने होइन? चोर्न, ढाँट्न, भ्रष्टाचार गर्न पो लजाउनु पर्छ होइन? हामी भनेको देशका लागि खुलेर गाउँछौँ गीत। म पनि स्वर चाहिँ मेरो राम्रो छैन, तर मनबाट गाउँछु। मनले गाउने हो गीत भनेको, मुखले गाउने होइन, मनले गाउने। ल लाज लाग्छ भने आँखा चिम गर्दा पनि हुन्छ, फिल आउँछ क्या। ल म चाहिँ भन्छु त्यही भन्ने हो। ल ढुङ्गा छुँदा मेरो देश, सम्झिरहन्छ
सधैँ माटो छुँदा मेरो देश सम्झिरहन्छु सधैँ। धन्यवाद। अब मजा आउँछ, अब मजा आउँछ कुरा गर्न पनि कुरा सुन्न पनि, होइन? अब हामी स्टार्ट भयौँ। बाइक स्टार्ट भएको जस्तो, मोटर स्टार्ट भएको जस्तो अब हामीलाई, होइन, यो गीतले स्टार्ट गरिदियो। ढुङ्गा छुँदा मेरो देश, माटो छुँदा मेरो देश, पानी छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, तराई देख्दा मेरो देश, सबै कुरा देख्दाखेरि देशको सम्झना आउनुपर्छ। तपाईहरुलाई आज उपरान्त जब तपाई हिमाल देख्नुहुन्छ यो देशलाई सम्झने गर्नुहोस्। जब तपाई हैन प्रभातको लाली देख्नुहुन्छ, बिहानीको सूर्योदय देख्नुहुन्छ, यो देशलाई सम्झने गर्नुहोस्। जब तपाई काबेली खोलालाई देख्नुहुन्छ, यो देशलाई सम्झने गर्नुहोस्। यो देशको याद हामीलाई आउनुपर्छ, यो देशको माया हामीलाई लाग्नुपर्छ। हाम्रो देश किन बनेन प्रश्न छ त्यहाँ, है? हाम्रो देश किन बनेन भन्दाखेरि हाम्रो देशको माया नेपालीको मनमा घट्दै घट्दै गयो, विभिन्न बहानामा घट्दै गयो। कहिले नेताले धोका दियो भनेर घट्यो, हैन? कहिले मैले जागिर पाइन भनेर घट्यो, कहिले जागिर त पाएँ तर तलब पुगेन भनेर घट्यो। विभिन्न तरिकाले यो देशबाट हामी निराश बन्दै गइरहेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरुलाई लाग्ला भोट माग्न आयो, भोट माग्न आयो, पार्टी बनाउनका लागि कार्यकर्ता जोड्न आयो भन्ने लाग्ला, तर त्यो होइन। श्रम संस्कृतिले तपाईलाई माटोसँग लप पार्नका लागि आएको छ, है? म ताप्लेजुङको माटोसँग लप पर्नका लागि आएको हो। म यो देशको माया लागेर यो देशसँग लप पर्नका लागि आएको हो। हाम्रो लप ढुङ्गा देख्दा पर्नुपर्छ, ढुङ्गासँग माटोसँग लप पर्नुपर्छ। यो देशसँग हाम्रो प्रेम हुनु जरुरी छ। यो देशलाई निस्वार्थ भावले हामीले प्रेम गर्न जरुरी छ। तपाईहरु तयार हो यो देशलाई माया गर्नका लागि, यो देशसँग लप पर्नका लागि? तपाईलाई तयार हो? यही हो श्रम संस्कृति। श्रम संस्कृति तपाईलाई लाग्ला हैन, तपाईको चाहिँ एउटा पार्टी रहेछ, चुनाव चिन्ह माटो, भोट माग्न आयो भन्नु होला। भोट त तपाईले माटोमा हाल्नु हुने नै छ, तर त्यति मात्रै नभएर यो माटोसँग जोड्नका लागि म आएको छु, हैन? हामीलाई चाहिँ नि अमेरिकाको टिभी पर्छ र कहिले गइहालौँ, अस्ट्रेलियातिर तपाईको चाहिँ नि ग्रीन कार्ड पढे त हुन्थ्यो भनेर यहाँनिर छन् छैन हामीलाई? अब त्यस्तो होइन, अब त्यस्तो होइन। हामीलाई ढुङ्गा देख्दा मेरो देश, माटो देख्दा मेरो देश भनेर अघि भर्खर उद्घोषमा हामी सबैले गाए जस्तो यो देशको माया लाग्नुपर्छ र यो देशको माया जगाउनका लागि हामी यहाँ आएको कुरा म यहाँहरू सम्पूर्णलाई निवेदन गर्न चाहन्छु। हाम्रो अगाडि दुईवटा जिम्मेवारी, एउटा हाम्रो पेट भनेको आफ्नो परिवार, आफ्नो घर, अर्को हाम्रो देश। हाम्रो देशको बारेमा पनि सोच्नुपर्छ। अब हामीले आफ्नो पेटको बारेमा त चिन्तन गरेर चिन्ता लिएर पेटको लागि चाहिँ जे पनि गर्ने, देशको लागि चाहिँ केही नगर्ने भएर बस्नु हुँदैन। यो देशका लागि श्रम गर्ने श्रमदाता खोज्दै खोज्दै हामी ताप्लेजुङ आइपुगेको कुरा म यहाँहरू सम्पूर्णलाई निवेदन गर्न चाहन्छु। तपाईहरु श्रमदाता बन्न तयार हुनुहुन्छ? हो। हप्तामा कम्तीमा हप्तामा एक दिन तपाईले देशको लागि, ताप्लेजुङको लागि, तपाई जहाँ जुन पालिकामा हुनुहुन्छ त्यो पालिकाको लागि श्रम गर्नुपर्छ। हप्तामा 6 दिन पेटको लागि नै गर्नुहोस्, तर एक दिन देशको लागि इमानदार भएर तपाईले पसिना बगाउनु पर्छ भनेर श्रमदाता खोज्दै खोज्दै हामी आएको कुरा म यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। देशलाई बिउजाउन निस्किएको मान्छे हामी, म एक्लैले कराएर बिउजदैन देश। त्यसो भएको कारणले गर्दाखेरि हामी सबैजनाले भन्नुपर्ने भयो, जय माटो। सबैले यो देशलाई सम्झेर नलजाइकन, लाज लाग्छ भने आँखा चिम गरेर देख्नुहोस् त्यो देशलाई अनि भन्नुहोस्, जय माटो, जय देश। हो, यतिको आवाज चाहिँ सिंहदरबारले पनि सुन्यो होला। यतिको तपाईको चाहिँ ताप्लेजुङ कराउन सक्नुपर्छ
यहाँहरू सम्पूर्णलाई हार्दिक नमन गर्न चाहन्छु, हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। आज यो कार्यक्रमबाट हामी छुट्दै गर्दा हामी अर्को नयाँ मान्छे बनेर जान्छौँ। नयाँ मान्छे बनेर जानुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कुरा बुझिँदैन के भनेको नयाँ मान्छे कसरी भएर जानु, अनुहार त त्यही छ होइन, लुगा लगाएको त्यही छ, बिहोरा त्यही छ होइन। अब हाम्रो सोच विचार नयाँ हुनुपर्छ। तपाईँले यो कार्यक्रम स्थल छोड्दै गर्दा तपाईँ नयाँ तरिकाले सोच्न तपाईँले सुरु गर्नुपर्छ। हामी मान्छेको मनोविज्ञान परिवर्तन गर्नका लागि यो श्रम संस्कृतिको महाअभियान लिएर देश दौडामा यतिखेर छौँ। हाम्रो सोचाइबाट हामी परिवर्तन हुनु जरुरी छ। बोर लाग्यो छैन, अघिदेखि उभिराख्नु भएको छ बिचरा होइन। आई क्यान फिल है, म तपाईँको त्यो खुट्टाको तपाईँको चाहिँ त्यो थकान महसुस गर्न सक्छु होइन, महसुस गर्न सक्छु। तर एक दुईवटा कुरा मैले भन्नै पर्छ, सधैँभरि हामी यसरी भेट्न सक्दैनौँ, यही मितिमा भेट्न सक्दैनौँ। तपाईँ र म अर्को स्थानमा भेट्न सकिएला, तर यो सन्दर्भमा हामी भेट्न सक्दैनौँ। त्यसो भएको कारणले कोही कसैले बोर नमानिदिनु होला प्लिज। बोर लाग्यो भने फेरि बिच बिचमा गीत पनि सुनाउँछु म फेरि है। बजारमा नचलेको भए पनि म खोला खोली भिरपाखामा चलेको गायक पनि हो। यो देशको बारेमा हामीले सोच्नुपर्छ। पृथ्वी रहन्जेलसम्म है, पृथ्वी रहन्जेलसम्म हाम्रो देश रहनुपर्छ कि पर्दैन? माथि बस्नेहरूले भन्नुहोला, यो पृथ्वी रहन्जेलसम्म हाम्रो देश रहनुपर्छ कि पर्दैन? भोलि भूगोल मात्रै रहला, तर चन्द्र सूर्य ध्वजाको ठाउँमा विदेशी झन्डा आइपुग्यो भने त्यो त्यतिखेर हामी सबैजना नेपाली मरेको भनेर सोच्नु है, मरेको भनेर सोच्नु। त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई पृथ्वी रहन्जेलसम्म राख्ने हो भने तपाईँ हामी परिवर्तन हुनु जरुरी छ। यो देशलाई बचाउनु जरुरी छ। अब कसरी बचाउने त फेरि बचाउने कसरी बचाउने भन्दाखेरि अब तपाईँ हामीले श्रम गर्नु जरुरी छ। हामी श्रमदान गर्न जरुरी छ, हामीले श्रम गर्न जरुरी छ। हामी श्रमलाई चाहिँ होइन, तपाईँको चाहिँ श्रम गर्ने श्रमिकलाई हेला गरेर श्रमलाई अपमान गरेको कारणले गर्दाखेरि आज हामी विदेशीको टोइलेट नधोइकन, विदेशीको टोइलेट सफा नगरिकन, दुई छाक भात खाने स्थितिमा छैनौँ, आफ्नो केटाकेटीलाई पढाउने स्थितिमा छैनौँ, बिराम भयो भने उपचार गर्ने स्थितिमा छैनौँ। आफ्नो देशमा श्रम गर्न हामीलाई लाज लागिरह्यो, आफ्नो देशमा श्रम गर्ने मान्छेलाई अपमान गर्नुपर्छ भन्ने कुसंस्कृतिका कारणले गर्दाखेरि हामी पछि बढेका छौँ। हाम्रो जस्तो हिमाल पहाड तराई वन जङ्गल नदी नाला ताल तल्लैया सबै कुरा भएको देशमा हामी किन गरिब भयौँ? यो प्रश्न तपाईँले आफैले गर्ने हो। यही प्रश्नको उत्तर खोज्दै आएको अभियान त अर्को साम्बा है। मेरो जन्म त्यसरी भएको, त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु, अब काम गर्ने संस्कृति हामीले श्रम संस्कृतिलाई नफैलाइन्जेलसम्म हाम्रो देश बनाउन सकिँदैन, हाम्रो देश बचाउन सकिँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो देश बनाउने जिम्मा हाम्रो तपाईँको चाहिँ काममा छ। ठेकदारले बनाइदिन्छ, मन्त्रीले बनाइदिन्छ, नेताले बनाइदिन्छ, घरको साम्पाङले गफ गरेर बनाइदिन्छ भनेर तपाईँले नसोच्नु। म त मेरो भागको बनाउने हो होइन। अहिले भात खाँदा पनि तपाईँको भागको मैले खान सक्छु, यति धेरैको भात मैले एक्लै खान सक्छु है। जसरी आफ्नो भागको भात आफूले खाने हो त्यसरी नै आफ्नो भागको देश छ तपाईँको है। तपाईँ साथी भएर तपाईँ चाहिँ तपाईँको होइन विभिन्न खालका चाहिँ डम्बलले फुलेर मतलब यो पार्टीको यस्तो नेता, यो लेभलको यो नेता भनेर बस्नु भएको छ, देश बनाउनु भएको छैन भने सेम अन यु भन्छ इङ्ग्लिसमा, धिक्कार छ तपाईँको। म सबैजनालाई भन्न चाहन्छु, अब 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। एकचोटि भनौँ त, 3 करोड नेपालीको 6 करोड हात होइन, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। सबैले भन्नु, यदि तपाईँ नेपाली हो भने भन्नुहोस्, नेपाली होइन भने म पर्लाउनु चाहन्न, नलजाइकन भन्नुहोस्। म त साँच्चै होला सबभन्दा गाह्रो काम चाहिँ मैले प्रहरीको देखेँ क्या होइन। के हो अब फेरि फेसिलिटी त्यस्तै छ, जुत्तामा पनि कमिसन खान्छन् अरे भन्छ, भरेमा आउँछु त्यसमा गर्छु है। बिचरा यो देशमा लफडै लफडा, झगडै झगडा
झगडै झगडाले बिग्रेको देश, जलेको, भत्किएको, खत्तम भएको, खरानी भएको देशमा अब हामीले झगडा गर्नु हुँदैन भन्ने सन्देश बोकेर संस्कृति आएको म यहाँ सम्पूर्ण जानकारी गराउँछु।